Hello guys, welcome to another video of Nepali Code Labs. आज चाहिँ हामी longest substring without repeating characters भन्ने प्रब्लम हेर्न गइरहेको छौं। यो चाहिँ स्लाइडिङ विन्डो बेस्ड प्रब्लम हो। फर्स्टमा चाहिँ हामी प्रब्लम स्टेटमेन्ट र टेस्ट केसेसहरु हेर्ने छौं। त्यसपछि आएर यो प्रब्लमलाई कसरी अप्रोच गर्ने भनेर हेर्ने छौं र यो प्रब्लमको सोलुसन गर्ने छौं। त्यसपछि आएर यसको रन टाइम र स्पेस कम्प्लेक्सिटीलाई एनालाइज गर्ने छौं र त्यसपछि यो सोलुसनको हामी कोड गर्ने छौं र फाइनली हामी यसको ड्राई रन गर्ने छौं। अब चाहिँ हामी प्रब्लम स्टेटमेन्ट र टेस्ट केसेस हेर्छौं। प्रब्लम स्टेटमेन्टमा हामीलाई के दिएको छ भने गिवन अ स्ट्रिङ यस find the length of longest substring without repeating characters भनेको छ र हामीलाई एउटा स्ट्रिङ दिएको हुन्छ र त्यसमा चाहिँ हामीले longest substring पत्ता लगाउनु पर्ने हुन्छ जसमा चाहिँ कुनै पनि डुप्लिकेट लेटरहरु हुँदैन। सो एक्जाम्पल 1 मा हामीलाई के दिएको छ भने इनपुट यस भन्ने स्ट्रिङ दिएको छ र यहाँ चाहिँ abc bb भन्ने इनपुट दिएको छ र यहाँ आउटपुटमा हाम्रो 3 दिएको छ। एक्सप्लेनेसनमा के दिएको छ भने आन्सर इज abc विथ द लेन्थ अफ 3 भनिएको छ र यो सबस्ट्रिङमा abc मात्र हैन कि हाम्रो abc पछि bca cab पनि हाम्रो लंगेस्ट सबस्ट्रिङ हो र यसरी यो सबस्ट्रिङमा तीनटा आन्सर छ र तीनटा मध्ये जुनै आन्सरको लेन्थ हामीले रिटर्न गरे पनि हुन्छ। हामीलाई चाहिँ यो सबस्ट्रिङको लेन्थ हुनुपर्छ भनेर स्पेसिफिक हुनु पर्दैन कि जुनै पनि भए पनि सबसे लंगेस्ट सबस्ट्रिङ रिटर्न गर्नु पर्ने हुन्छ। सो त्यो भनेको 3 हो र यो केसमा यो तीनटैको लेन्थ 3 छ। सो हामीलाई जुनै रिटर्न गर्दा पनि केही पनि फरक पर्दैन जसको लेन्थ रिटर्न गर्दा पनि। त्यसपछि आयो एक्जाम्पल 2 हेरौं। एक्जाम्पल 2 मा इनपुट स्ट्रिङ यस गरेर b गरेर 5 वटा b दिएको छ र आउटपुटमा हाम्रो 1 दिएको छ। एक्सप्लेनेसनमा के भनेको छ भने आन्सर इज b विथ लेन्थ अफ 1 भने चाहिँ हाम्रो म्याक्सिमम सबस्ट्रिङ विदाउट रिपिटिङ क्यारेक्टर भनेको b हो। त्यसपछि आएर एक्जाम्पल 3 मा हेरौं। एक्जाम्पल 3 मा इनपुट स्ट्रिङ pww kew दिएको छ, आउटपुट 3 छ। एक्सप्लेनेसनमा आन्सर इज w ke भनेर दिएको छ विथ लेन्थ अफ 3 भनेको छ। र यहाँ हामीलाई नोटिस दैट द आन्सर मस्ट बी सबस्ट्रिङ pwk इज सब सिक्वेन्स नट अ सबस्ट्रिङ भनेको छ। सो यसले के भन्न खोजेको छ यो ठ्याक्कै सबस्ट्रिङ हुनुपर्छ, सब सिक्वेन्स हैन कि यो सबस्ट्रिङ हुनुपर्छ भनेर भनेको छ। त्यसपछि आयो कन्स्ट्रेन्टमा हामीलाई के दिएको छ भने स्ट्रिङको लेन्थ चाहिँ 0 या 0 भन्दा ठूलो हुन्छ नि, म्याक्सिमम चाहिँ 5 * 10 टु द पावर 4 हुन्छ। त्यसपछि एस कन्सिस्ट अफ इंग्लिश लेटर, डिजिट्स, सिम्बल्स एन्ड स्पेस भनेर दिएको छ। र अब चाहिँ हामी यो प्रब्लमलाई कसरी अप्रोच गर्ने भनेर हेर्ने छौं। यो प्रब्लमलाई अप्रोच गर्ने मल्टिपल वेहरु छ। फर्स्टमा चाहिँ म ब्रुट फोर्स अप्रोच देखाउँछु। ब्रुट फोर्स अप्रोचमा चाहिँ म के गर्छु भने हरेक सबस्ट्रिङ क्रिएट गर्छु र त्यसमा चाहिँ डुप्लिकेट छ कि छैन चेक गर्छु। र यो अप्रोचको लागि चाहिँ म एक्जाम्पल 1 पिकअप गर्दैछु र यो एक्जाम्पल 1 मा हाम्रो abc bb भन्ने इनपुट छ र अब चाहिँ म एउटा सेट डिफाइन गर्छु र के गर्छु भने फर्स्टमा यो सबस्ट्रिङ चेक गर्छु। यो सबस्ट्रिङको लेन्थ भनेको 1 हुन्छ। सो मेरो म्याक्स लेन्थ 1 हुन्छ र यो a लाई चाहिँ म भिजिटेड सेटमा राख्छु। त्यसपछि फेरि आएर अब ab भन्ने सबस्ट्रिङ हेर्छु र यो b लाई पनि भिजिटेड भन्ने सेटमा राख्छु र यो केसमा हाम्रो लेन्थ 2 हुन्छ भने म्याक्स लेन्थ पनि अब 2 नै हुन्छ। त्यसपछि आएर अर्को सबस्ट्रिङ क्रिएट गर्छु र यो नयाँ भ्यालुलाई चाहिँ यहाँ एड गर्छु। त्यसपछि अब हाम्रो लेन्थ 3 हुन्छ र म्याक्स सबस्ट्रिङको लेन्थ पनि 3 नै हुन्छ। त्यसपछि आएर एउटा नयाँ सबस्ट्रिङ एड गर्न खोज्छु र यो सबस्ट्रिङमा आएको नयाँ भ्यालु चाहिँ हाम्रो भिजिटेड सेटमा अलरेडी छ कि छैन चेक गर्छु। यो हाम्रो अलरेडी भिजिटेड सेटमा छ र यो भन्दा अगाडि हामीले बढ्नु पर्दैन किनभने यो भन्दा अगाडि हाम्रो चाहिँ इनभ्यालिड सबस्ट्रिङ हुन्छ किनभने त्यहाँ हाम्रो अलरेडी एउटा डुप्लिकेट हुन्छ। सो यो केसमा म यो लुपलाई क्यान्सल गर्छु र अब नेक्स्ट आइटममा जान्छु र नेक्स्ट आइटममा जानुभन्दा अगाडि यो सेटलाई रिसेट गर्छु। त्यसपछि आएर फेरि b को सबस्ट्रिङ चेक गर्छु, b लाई भिजिटेड सेटमा एड गर्छु। यसको लेन्थ भनेको 1 हो। हाम्रो म्याक्स लेन्थ भन्दा सानो भएको हुनाले यसलाई इग्नोर गर्न सक्छौं। त्यसपछि आयो bc मा जान्छौं, यो c लाई पनि यसमा एड गर्छु र यो केसमा हाम्रो लेन्थ 2 हो। यो म्याक्स लेन्थ भन्दा सानो भएको हुनाले यसलाई पनि इग्नोर गरे हुन्छ। त्यसपछि आयो bca मा जान्छु र a लाई पनि यसमा एड गर्छु हाम्रो भिजिटेड सेटमा। यो केसमा हाम्रो लेन्थ 3 हुन्छ र म्याक्स लेन्थ र इक्वल भएको हुनाले यसलाई इग्नोर गर्न सक्छौं र त्यसपछि आएर फेरि अर्को सबस्ट्रिङमा जान्छौं र यो b अलरेडी हाम्रो भिजिटेड सेटमा भएको हुनाले यो लुपलाई म ब्रेक गर्छु र यो सेटलाई पनि रिसेट गर्छु र यहाँबाट सबस्ट्रिङ हेर्न सुरु गर्छु। यसरी नै म सबै एलिमेन्टको सबस्ट्रिङ हेर्दै त्यसको लेन्थ म्याक्स लेन्थ भन्दा ठूलो छ कि छैन चेक गर्छु र यो म्याक्स लेन्थ भन्दा ठूलो हो भने चाहिँ यसलाई सब्स्टिट्युट गर्छु, हैन भने म्याक्स लेन्थ जे छ त्यसलाई नै मेन्टेन गर्छु। यसरी हामीले यो प्रब्लमलाई अप्रोच गर्न सक्छौं। अब यो एल्गोरिदमको रन टाइम र स्पेस कम्प्लेक्सिटी एनालाइज गर्न। सो यो अप्रोचको रन टाइम भनेको चाहिँ big O of n स्क्वायर हो। किन n स्क्वायर हो भने हामीले सबस्ट्रिङ डिराइभ गर्न चाहिँ हामीले दुईटा फर लुप चलाउनु पर्ने हुन्छ र त्यो फर लुप चलाउँदा चाहिँ हाम्रो रन टाइम big O of n स्क्वायर हुन्छ। अब त्यसपछि आएर यसको स्पेस कम्प्लेक्सिटीको कुरा गरौँ। स्पेस कम्प्लेक्सिटीको कुरा गर्दा चाहिँ यसको स्पेस भनेको चाहिँ big O of n हुन्छ। किन big O of n हुन्छ भन्दा हामीले एउटा सेट डिफाइन गर्छौं, भिजिटेड सेट र यो सेटमा चाहिँ हामीले हरेक एलिमेन्ट राखेर यो अलरेडी भिजिटेड
भएको छ कि छैन भनेर चेक गर्छौँ र वर्स्ट केसमा हामीले सबै एलिमेन्टलाई यो एरेमा राख्नुपर्ने हुनसक्छ। त्यसैले यसको स्पेस कम्प्लेक्सिटी भनेको चाहिँ बिग अफ एन हो। यसरी हामीले यो प्रब्लमलाई कसरी अप्रोच गर्ने भनेर हेऱ्यौँ, तर योभन्दा नि अप्टिमम अप्रोच र सोल्युसन यो प्रब्लमको छ। सो अब हामी त्यो हेर्न जाँदैछौँ र अप्टिमम सोल्युसनको लागि चाहिँ हामी स्लाइडिङ विन्डो भन्ने अप्रोच युज गरेर यो प्रब्लमलाई सल्भ गर्छौँ। त्यसको लागि म एउटा फेरि भिजिटेड सेट डिफाइन गर्छु, त्यसपछि म्याक्स लेन्थमा 0 सेट गर्छु र त्यसपछि दुईटा पोइन्टर डिफाइन गर्छु। यसरी लेफ्ट र राइट भन्ने पोइन्टर डिफाइन गरिसकेपछि अब के गर्छु भने पहिला राइट पोइन्टरलाई शिफ्ट गराउँछु। त्यो शिफ्ट गराउनुभन्दा अगाडि के गर्छु भने करेन्ट पोजिसनमा भएको भ्यालु चाहिँ हाम्रो भिजिटेड सेटमा छ कि छैन चेक गर्छु। यो भिजिटेड सेटमा छैन, सो यसलाई भिजिटेड सेटमा एड गर्छु र त्यसपछि यो करेन्ट सब स्ट्रिङको लेन्थ क्यालकुलेट गर्छु। त्यसको लागि राइट भनेको राइट माइनस लेफ्ट प्लस 1 गर्छु। त्यो केसमा राइट भनेको 0 छ, माइनस लेफ्ट भनेको पनि 0 छ र प्लस 1 गर्छु र यो केसमा हाम्रो लेन्थ 1 हुन्छ किनभने हाम्रो एउटा क्यारेक्टर हाम्रो सब स्ट्रिङमा छ। त्यसपछि आएर यो 0 भन्दा 1 ठुलो भएको हुनाले यसलाई 1 ले सब्स्टिट्युट गर्छु। त्यसपछि राइटलाई शिफ्ट गराउँछु। सो यो राइटमा आइसकेपछि यो बी हाम्रो भिजिटेड सेटमा छ कि छैन चेक गर्छु। सो यो बी हाम्रो भिजिटेड सेटमा छैन, त्यसैले यसलाई यहाँ एड गर्छु र त्यसपछि आएर हाम्रो लेन्थ क्यालकुलेट गर्छु। राइट भनेको 1 हो, लेफ्ट भनेको 0 हो, प्लस 1 = 2 हो। त्यसपछि आएर यो म्याक्स लेन्थमा भएको भ्यालु 1 भन्दा 2 हाम्रो ठुलो हो, त्यसलाई सब्स्टिट्युट गराउँछु। त्यसपछि फेरि मेरो राइटलाई अगाडि बढाउँछु र त्यसपछि आएर सी चाहिँ हाम्रो सेटमा छ कि छैन भन्दा छैन, सो यसलाई यहाँ एड गर्छु र फेरि अब लेन्थ क्यालकुलेट गर्छु। यो केसमा हाम्रो अहिले करेन्ट सब स्ट्रिङको लेन्थ म्याक्स लेन्थ भनेको 3 हो र यो म्याक्स लेन्थ भन्दा ठुलो भएको हुनाले यसलाई सब्स्टिट्युट गराउँछु। त्यसपछि आएर राइटलाई एक्सेप्ट गराउँछु र यो हाम्रो भ्यालु सेटमा छ कि छैन भन्दा छ। सो यसरी हाम्रो यो ए चाहिँ हाम्रो भिजिटेड सेटमा छ र यो हाम्रो भ्यालिड सब स्ट्रिङ होइन। र अब यो केसमा हामीले यसलाई भ्यालिड सब स्ट्रिङ बनाउनु पर्ने हुन्छ। त्यो कसरी गर्न सकिन्छ भन्दा हामीले यो लेफ्टबाट चाहिँ यो ए हटाइदियौँ भने यो हाम्रो भ्यालिड सब स्ट्रिङ हुन्छ। सो यो केसमा अब म के गर्छु भने फर्स्टमा हाम्रो लेफ्टमा भएको भ्यालु ए चाहिँ हाम्रो भिजिटेड सेटबाट हटाउँछु र त्यसपछि लेफ्टलाई एक्सेप्ट गराउँछु। सो यसरी हाम्रो विन्डो श्रिङ्क भएको छ र यो अगेन भ्यालिड सब स्ट्रिङ बनेको छ। सो यो टेक्निकलाई नै स्लाइडिङ विन्डो भन्छौँ, जुनमा चाहिँ हामीले हाम्रो इनभ्यालिड विन्डोलाई चाहिँ सकेसम्म रिजल्भ गर्न सक्छौँ र भ्यालिड विन्डो बनाउन खोज्छौँ। सो त्यसपछि आएर यो एलाई फेरि यो भिजिटेड लिस्टमा एड गरौँ र त्यसपछि अब लेन्थ क्यालकुलेट गरौँ। 3 हो अहिले हाम्रो राइटको इन्डेक्स, लेफ्टको इन्डेक्स 1 हो, प्लस 1 गर्दा यो 3 नै हुन्छ। त्यसैले यो इक्वल भएको हुनाले हामीले यसलाई स्किप गर्दा हुन्छ र अब आएर फेरि म राइटलाई शिफ्ट गराउँछु र यो बी हाम्रो भिजिटेड सेटमा अलरेडी छ। यो इनभ्यालिड सब स्ट्रिङ भइसक्यो हाम्रो केसमा र यसलाई भ्यालिड गर्न के गर्नुपर्ने हुन्छ भने हामीले यो बीलाई यो भिजिटेड सेटबाट हटाउनु पर्ने हुन्छ। त्यसको लागि फर्स्टमा हामीले के गर्छौँ भने हाम्रो लेफ्ट पोइन्टरमा हेर्छौँ, लेफ्ट पोइन्टरले बीलाई पोइन्ट गरिरहेको छ। सो बीलाई फर्स्टमा यहाँबाट रिमुभ गर्छौँ र त्यसपछि यसलाई एक्सेप्ट गराउँछौँ र त्यसपछि आएर यो राइट पोइन्टरको बीलाई यहाँ एड गराउँछौँ र अब फेरि हाम्रो लेन्थ क्यालकुलेट गर्छौँ। अब हाम्रो राइट भनेको 4 छ, लेफ्ट भनेको 2 छ, प्लस 1 हुन्छ, यो भनेको 3 नै छ, यो म्याक्स लेन्थसँग इक्वल छ। सो यसलाई स्किप गर्दा हुन्छ र फेरि हाम्रो राइट पोइन्टरलाई अगाडि बढाउँछौँ। त्यसपछि आएर हाम्रो पोइन्टर सीमा आइपुग्छ। सीमा आएपछि यो हाम्रो इनभ्यालिड विन्डो हो। सो यसलाई भ्यालिडेट गराउन के गर्नुपर्छ भने यो पहिला लेफ्टमा भएको भ्यालुलाई हटाउँछौँ र त्यसपछि लेफ्टलाई शिफ्ट गराउँछौँ। सो यसरी हाम्रो यो भ्यालिड विन्डो साइज हो। त्यसपछि सीलाई यसमा एड गर्छु, त्यसपछि लेन्थलाई रिक्यालकुलेट गराउँछु। सो यो केसमा पनि हाम्रो लेन्थ 3 नै हुन्छ किनभने राइट 5 छ, माइनस 3 हो लेफ्ट भनेको र प्लस 1 गर्दा 3 नै हुन्छ र यो केसमा हाम्रो म्याक्स लेन्थ भनेको 3 नै छ, यसलाई स्किप गर्न सक्छौँ। र यसरी यो भ्यालिड स्ट्रिङको केसमा अब हाम्रो राइट एक शिफ्ट हुन्छ र लेफ्ट हाम्रो राइटमा चाहिँ अब कुनै पनि क्यारेक्टर नभएको हुनाले हामीले लुपलाई ब्रेक गर्छौँ र यसरी हामीले हाम्रो म्याक्स लेन्थ 3 रिटर्न गर्छौँ। तर हामीले यो लेन्थ अझै लामो भएर हामीसँग अझै डुप्लिकेट भ्यालु भएको भए के हुन्थ्यो हेरौँ है त। फर्स्टमा अब राइटलाई शिफ्ट गराउँछु र राइट बी चाहिँ हाम्रो यो सेटमा छ कि छैन भनेर हेर्छौँ र बी हाम्रो यो सेटमा छ। त्यसपछि हाम्रो इनभ्यालिड विन्डो भइसक्यो। अब यसलाई कसरी भ्यालिड गर्ने भने जबसम्म यो बी हट्दैन हाम्रो यो भ्यालिड विन्डो बन्दैन। त्यसको लागि अब के गर्छु भने फर्स्टमा यो लेफ्टमा हेर्छु, पहिला लेफ्टमा भएको भ्यालुलाई चाहिँ म हाम्रो सेटबाट रिमुभ गर्छु, त्यसपछि लेफ्टलाई अगाडि बढाउँछु। फेरि लेफ्टले केलाई पोइन्ट गरिरहेको छ, बीलाई नै पोइन्ट गरिरहेको छ र यो केसमा हाम्रो बी चाहिँ अझै पनि सेटमा बाँकी छ। सो पहिला बीलाई यहाँबाट डिलिट गर्छु र त्यसपछि लेफ्टलाई शिफ्ट गराउँछु। यसरी अब यो हाम्रो बल्ल भ्यालिड विन्डो भइसकेको छ। त्यसपछि यो बीलाई फेरि यो हाम्रो भिजिटेड सेटमा एड गराउँछु र लेन्थ क्यालकुलेट गराउँछु। यो हाम्रो राइट चाहिँ 6 इन्डेक्समा छ भने लेफ्ट चाहिँ हाम्रो 5th इन्डेक्समा छ र यसको लेन्थ 2 हुन्छ। यो चाहिँ म्याक्स लेन्थभन्दा सानो भएको हुनाले हामीले यसलाई इग्नोर गर्न सक्छौँ। त्यसपछि राइटलाई शिफ्ट गराउँछु र फेरि यो बी यहाँ हाम्रो सेटमा छ कि छैन चेक गर्छु। यो हाम्रो सेटमा छ, सो इनभ्यालिड विन्डो भयो। अब त्यसमा के गर्छु भने यसलाई भ्यालिड गर्न के गर्ने भन्दाखेरि फर्स्टमा लेफ्टमा पोइन्ट गरे भ्यालुलाई यो सेटबाट हटाउने र लेफ्टलाई शिफ्ट गराउने। सो लेफ्ट हाम्रो यो पोइन्टमा आएर बस्छ। स्टिल यो इनभ्यालिड भएको हुनाले हामी के गर्छौँ भने पहिला यो बीलाई यहाँबाट डिलिट गर्छौँ र लेफ्टलाई शिफ्ट गराउँछौँ। त्यसपछि बल्ल यो बीलाई हामी हाम्रो सेटमा एड गर्छौँ। अब लेन्थ क्यालकुलेट गर्छौँ। बोथ केसमा हाम्रो राइट र लेफ्ट 7 छ र यो केसमा हाम्रो लेन्थ भनेको चाहिँ 1 हुन्छ, विच इज लेस देन म्याक्स लेन्थ। सो यसलाई स्किप गर्दा हुन्छ। त्यसपछि अब फेरि राइटलाई शिफ्ट गराउँछौँ र यसरी राइटलाई शिफ्ट गराउँदा के हुन्छ हाम्रो सबै एलिमेन्ट सकिन्छ र हाम्रो यो लुप ब्रेक हुन्छ र फाइनली हामी यो
हाम्रो एन्सरलाई रिटर्न गर्छौँ। यसरी हामीले स्लाइडिङ विन्डो अप्रोच युज गरेर हाम्रो सब स्ट्रिङलाई भ्यालिड बनाउँछौँ र त्यसपछि त्यसको लेन्थ मेजर गर्छौँ र म्याक्स लेन्थमा असाइन गर्छौँ हाम्रो म्याक्स सब स्ट्रिङलाई। र अब यो अप्टिमाइज सोल्युसनको रन टाइम र स्पेस कम्प्लेक्सिटीलाई पनि एनालाइज गरौँ। सो यो अल्गोरिदमको रन टाइम भनेको चाहिँ बिग ओ अफ n हो, किनभने हामी हरेक इलिमेन्ट थ्रु एकचोटि मात्र लुप हुन्छौँ, दुईचोटि लुप हुँदैनौँ। सो यो अल्गोरिदमको रन टाइम भनेको बिग ओ अफ n हो, विच इज मच मोर इफिसियन्ट देन हाम्रो प्रिभियस सोल्युसन। त्यसपछि आएर यो अल्गोरिदमको स्पेस कम्प्लेक्सिटी कति हो भने यसको स्पेस कम्प्लेक्सिटी पनि बिग ओ अफ n हो, किनभने हामीले हाम्रो एउटा नयाँ सेट डिफाइन गर्छौँ र त्यो सेटमा चाहिँ हामीले हाम्रो भिजिटेड आइटमहरूलाई राख्छौँ र चेक गर्न युज गर्छौँ। र वर्स्ट केसमा चाहिँ हामीले सबै इलिमेन्टलाई हाम्रो सेटमा राख्नुपर्ने हुन्छ र त्यसको स्पेस कम्प्लेक्सिटी भनेको चाहिँ बिग ओ अफ n हो। यसरी हामीले यो सोल्युसन हेरिसकेपछि अब यो सोल्युसनलाई कोड गरौँ। सो यसरी मैले कोडमा लाइन नम्बर 3 मा एउटा भिजिटेड सेट डिफाइन गरेको छु। त्यसपछि लाइन नम्बर 4 मा लेफ्ट भन्ने भेरिएबल डिफाइन गरेको छु र यसको स्टार्टिङ पोइन्ट 0 डिफाइन गरेको छु। त्यसपछि आएर लाइन नम्बर 5 मा मैले म्याक्स लेन्थ भन्ने भेरिएबल डिक्लेयर गरेको छु र यसमा चाहिँ 0 असाइन गरेको छु र यसरी मैले फर लुप चलाएको छु र यो चाहिँ 0 देखि यो स्ट्रिङको म्याक्स लेन्थसम्म हाम्रो राइट इटरेट गर्छ। त्यसपछि आएर लाइन नम्बर 8 मा चाहिँ मैले हाम्रो अहिलेको सब स्ट्रिङ भ्यालिड सब स्ट्रिङ हो कि हैन चेक गरिरहेको छु। यदि यो भ्यालिड सब स्ट्रिङ हैन भने चाहिँ यसलाई पहिला भ्यालिड बनाउन खोजिरहेको छु र त्यसमा के गरेको छु भने पहिला हाम्रो यो राइटमा भएको भ्यालु चाहिँ हाम्रो भिजिटेड लिस्टमा छ कि छैन चेक गरिरहेको छु। यदि त्यो भिजिटेड लिस्टमा छ भने त्यसलाई भिजिटेड लिस्टबाट रिमुभ गर्ने र कसरी रिमुभ गर्ने भन्दा हाम्रो लेफ्ट इन्डेक्सबाट रिमुभ गर्दै आउने र त्यसपछि लेफ्टलाई 1 ले इन्क्रिमेन्ट गर्ने। यदि हाम्रो त्यो राइटमा भएको भ्यालु चाहिँ भिजिटेड लिस्टमा छैन भने हामी डाइरेक्ट लाइन नम्बर 11 मा आउँछौँ। त्यसपछि आएर लाइन नम्बर 11 मा के हुन्छ भने हामीले करेन्टली भिजिटेड गरिरहेको राइटमा भएको भ्यालुलाई चाहिँ हामी हाम्रो भिजिटेड लिस्टमा एड गर्छौँ र त्यसपछि लाइन नम्बर 12 मा चाहिँ हाम्रो करेन्ट भ्यालिड सब स्ट्रिङको लेन्थ क्याल्कुलेट गर्छौँ र त्यसमा चाहिँ म्याक्स लेन्थ र त्यो लेन्थमा कुन चाहिँ म्याक्सिमम छ त्यसलाई चाहिँ हामी म्याक्स लेन्थ भेरिएबलमा असाइन गर्छौँ र फाइनली हाम्रो राइट चाहिँ हाम्रो स्ट्रिङको लेन्थ जति भएपछि यो लुप ब्रेक हुन्छ र हामीले लाइन नम्बर 14 बाट हाम्रो एन्सरलाई रिटर्न गर्छौँ। सो यसरी हामीले हाम्रो सोल्युसनको कोड त गऱ्यौँ। अब यो कोडलाई चाहिँ हामी के गर्छौँ भने हाम्रो स्याम्पल टेस्ट केस युज गरेर ड्राई रन गर्छौँ र ड्राई रनको लागि चाहिँ म अब थर्ड इक्जाम्पल पिक गर्दैछु। सो यसरी लाइन नम्बर 3 मा आएर म एउटा एम्प्टी भिजिटेड सेट डिफाइन गर्छु। त्यसपछि लेफ्ट भनेको 0 हुन्छ हाम्रो, त्यसपछि म्याक्स लेन्थ भनेको पनि 0 हुन्छ र लाइन नम्बर 7 मा आएर हाम्रो राइट पनि 0 बाट स्टार्ट हुन्छ र कहिलेसम्म रन हुन्छ भने हाम्रो स्ट्रिङको लेन्थसम्म। सो यस लेन्थ भनेको चाहिँ र यो केसमा हाम्रो स्ट्रिङको म्याक्स लेन्थ भनेको चाहिँ 5 हो। त्यसपछि आएर हाम्रो अब हामी लुपमा सुरु गर्छौँ र हाम्रो राइट भनेको 0 मा हुन्छ, लेफ्ट भनेको पनि 0 मा हुन्छ र त्यसपछि आएर हामी के चेक गर्छौँ भने यो p भन्ने हाम्रो सेटमा छ कि छैन चेक गर्छौँ। यो हाम्रो सेटमा छैन, त्यसैले हामी लाइन नम्बर 11 मा जान्छौँ र p लाई एड गर्छौँ र त्यसपछि अहिले हाम्रो म्याक्स लेन्थ भनेको 0 छ, राइट माइनस लेफ्ट भनेको 0 माइनस 0 प्लस 1 गर्दाखेरि चाहिँ हाम्रो यो 1 हुन्छ। सो अब हाम्रो म्याक्स लेन्थमा 1 आएर बस्छ। त्यसपछि आएर फेरि हामी लाइन नम्बर 7 मा आइपुग्छौँ, हाम्रो राइट शिफ्ट हुन्छ र अब फेरि लाइन नम्बर 8 मा आएर यो डब्लु हाम्रो भिजिटेड सेटमा छ कि छैन चेक गर्छौँ। यो हाम्रो भिजिटेड सेटमा छैन, सो हामी लाइन नम्बर 11 मा आइपुग्छौँ र यहाँ आएर डब्लुलाई एड गर्छौँ र यो केसमा अब हाम्रो म्याक्स लेन्थ भनेको चाहिँ 1 माइनस 0 प्लस 1 भनेको 2 हुन्छ। सो म्याक्स लेन्थमा 2 असाइन हुन्छ। त्यसपछि आएर हाम्रो राइट शिफ्ट हुन्छ र डब्लुमा आएर बस्छ र यो चाहिँ हाम्रो भिजिटेड सेटमा छ। सो अब हामी हाम्रो लाइन नम्बर 8 बाट यो लाइन नम्बर 9 मा पुग्छौँ र लाइन नम्बर 9 मा के गर्छौँ भने हामी लेफ्टमा भएको यो लाई सेटबाट हटाउँछौँ र हाम्रो लेफ्टलाई शिफ्ट गराउँछौँ यहाँ। सो फेरि अझै पनि हाम्रो यो भ्यालिड होइन, सो यो लुप चलिरहन्छ। त्यसैले अब हामी पहिला यो डब्लुलाई हाम्रो सेटबाट डिलिट गर्छौँ र हाम्रो लेफ्टलाई पनि मुभ गराउँछौँ अगाडि। सो यो केसमा अब हाम्रो
यो वाइल लुप ब्रेक हुन्छ र हामी लाइन नम्बर 11 मा आइपुग्छौँ र लाइन नम्बर 11 मा आएर हामी w लाई हाम्रो सेटमा एड गर्छौँ। अब म्याक्स लेन्थ भनेको 2 - 2 + 1 हुन्छ विच इज 1। हाम्रो म्याक्स लेन्थ भन्दा सानो भएको हुनाले हामी यसलाई स्किप गर्छौँ र अब हाम्रो राइट अगाडि बढ्छ लाइन नम्बर 7 मा। त्यसपछि आएर लाइन नम्बर 8 मा के चाहिँ हाम्रो सेटमा छ कि छैन चेक गर्छौँ। त्यो सेटमा छैन, सो लाइन नम्बर 11 मा आउँछौँ र केलाई यहाँ एड गर्छौँ। अब म्याक्स लेन्थ भनेको हाम्रो 2 हुन्छ विच इज इक्वल टु म्याक्स लेन्थ, सो अहिले यसलाई स्किप गर्न सक्छौँ। त्यसपछि आयो हामी फेरि लाइन नम्बर 7 मा आइपुग्छौँ। यसले गर्दा राइट चाहिँ हाम्रो यो पोइन्ट पाएर बस्छ र त्यसपछि यो हाम्रो राइटमा भएको भ्याल्यु चाहिँ हाम्रो सेटमा छ कि छैन चेक गर्छौँ। छैन, सो यसलाई यहाँ एड गर्छौँ र त्यसपछि लाइन नम्बर 12 मा आएर म्याक्स लेन्थ क्याल्कुलेट गर्छौँ विच इज 3। कसरी 3 हुन्छ भन्दाखेरि चाहिँ यो हाम्रो 4 हुन्छ राइट भनेको र लेफ्ट भनेको चाहिँ 2 हुन्छ। सो 4 - 2 + 1 चाहिँ 3 हुन्छ। सो यो म्याक्स लेन्थ भन्दा ठुलो भएको हुनाले अब म्याक्स लेन्थलाई सब्स्टिट्युट गर्छौँ, यो 3 हुन्छ। त्यसपछि आएर फेरि हाम्रो राइट सिफ्ट हुन्छ लाइन नम्बर 7 मा आएर राइट चाहिँ हाम्रो 5 हुन्छ। त्यसपछि आएर यो लाइन नम्बर 8 मा आइपुग्छ र चेक गर्छौँ w चाहिँ हाम्रो अलरेडी सेटमा छ कि छैन छ, सो यसलाई रिमुभ गर्छौँ र लेफ्टलाई सिफ्ट गराउँछौँ। लेफ्ट हाम्रो अब 3 हुन्छ। त्यसपछि यो w लाई हाम्रो सेटमा एड गर्छौँ लाइन नम्बर 11 मा आएर र लेन्थ क्याल्कुलेट गर्छौँ। यो केसमा हाम्रो राइट भनेको 5 हो माइनस लेफ्ट भनेको 3 हो प्लस 1 गर्दा यो 3 नै हुन्छ, सो हामीले यसलाई स्किप गर्न सक्छौँ। त्यसपछि आएर हाम्रो r अगाडि बढ्छ र r चाहिँ हाम्रो 6 हुन्छ र यो केसमा हाम्रो स्ट्रिङको लेन्थभन्दा ठुलो हुन्छ र यो लुप ब्रेक हुन्छ। त्यसपछि आएर हामीले लाइन नम्बर 14 मा यो म्याक्स लेन्थलाई रिटर्न गर्छौँ विच इज 3 र विच इज हाम्रो एक्सपेक्टेड आउटपुट पनि। सो यसरी हामीले यो प्रब्लमलाई सल्भ गरेको छौँ। यदि यो प्रब्लमसँग रिलेटेड केही क्वेसन छ, कन्फ्युजन छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। आई विल एड्रेस द्याट प्रब्लम। सो अन्टिल देन सी यू नेक्स्ट टाइम।